आजको यो भिडियोमा चाहिँ अन्त मैले गाडी कसरी बन्छ चेसिसदेखि बडीसम्मको फुल स्टेपहरू यो जुन यहाँ छन् नि त गाडीहरू धेरै के भन्छ रे यो एसी खोल्दा डिजेल बडी खानुको कारण चाहिँ यो एसीको जुन मिनी बस यो चाहिँ पट्टावाला हो। सबैमा यस्तो फ्रेमिङ गर्ने स्टक होला। अब डिजाइन कस्तो खालको बनाउने, अब स्याट्ट घुमाउने कि यो डबल स्लिपर त ओभर लामो देखियो है। यति अल्को चाहिँ गाडीको त उसमाथि चेसिस यहाँ छ, यो बडी यहाँ छ। यो इमर्जेन्सी डोर हो नि त। पहिला चाहिँ यस्तरी फलामले यस्तरी सो भन्छ, सेप आयो नि सोको, यस्तरी पाता हाल्नु पर्यो। अब पाता हालिसकेपछि यो ढक्कन चाहिँ छुट्टै बनाएको हुन्छ। यहाँ जुन खोल्छ नि घप्लक्क गाडीको, अब यहाँ यो डोर घुम्ने हाल्छन् अनि पछि यो माथि एउटा बल्ल टेका हुन्छ। अब बाहिरबाट मगाउन पाइयो, इन्डियाबाट सिट मगाउँदा नि 12-13-14 लाख लाग्छ, तर इन्डियाबाट मगाउनु पाइन्छ है आफ्नो हिसाबको सिट। बडी बनाउँदा किस्ता हुँदैन, किस्ता चाहिँ चेसिसलाई मात्र हो। अनि के हुन्छ भन्दा यो ब्याङ्कले पैसा चाहिँ बडी सकिएपछि पछि दिन्छ कि। यो के भन्छ अरे सिसा मगाउनु पर्यो भन्छन्, पैसा दिनु पर्यो, ल एसी मगाउनु पर्यो भन्छन्, पैसा दिनु पर्यो। यस्तै गर्दै 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 यति गर्दै दिने क्या। गाइज हामी चाहिँ यो बुटोल यो नेपालगञ्ज जाने बाटोमा छौँ। अन्त एकपल्ट मुभी हेर्नु त हाँसो लाग्यो। मेरो हालत खराब छ पुरै, यस्तो यति पुरै भएको यो सिद्ध बाबामा मात्र, अरू कतै धुलो छैन। खतरा एनसी देखियो हाम्रो एनसीहरू आयो। अरे बाफ्रे ल गाइज, वेलकम टु माई च्यानल फ्रम भुक्तार बडी बिल्डर विथ यता वान एन्ड ओन्ली। अब इन्ट्रो दिन परेन मैले, चिन्ने मान्छेले चिनिसके। यता के अँधेरो भयो, यता त हाम्रो आफै भन त, आफै भन्नु न। 10 AM ब्लग हाम्रो भिडियो चोरेर हाल्ने मान्छे मैले कहाँ चोरेँ? उनलाई त इन्ट्रो दिने पर्ने सधैँ हुन्छ नि भिडियोमा। पोखरेली रकेट्स, रोहन एनसी, हाइट कम्पेरिजनमा चाहिँ यिनी हल्को छन्। यिनीहरू चाहिँ गाडी बनेको हेर्दैछन्, गाडी भनेको हाम्रो हिरो म्यान कहाँ आएको अरे? बरघाटबाट होइन, नारायणघाटबाट। जेबीलाई भेट्न है। आजको यो भिडियोमा चाहिँ अन्त मैले गाडी कसरी बन्छ चेसिसदेखि बडीसम्मको फुल स्टेपहरू यो जुन यहाँ छन् नि त गाडीहरू धेरै, त्योबाट देखाउँछु है त। यसैले सुरु गरौँ आजको भिडियो। किनकि हाम्रो बसको देखाउँदै हाम्रो बसमा काम यति पनि भएको छैन। अघिल्लो हप्ता जति थियो त्यति, केही फरकै छैन। फेरि अल्छी गरेन, यिनीहरूलाई फेरि उस गर्नुपर्ने भएको। आइचर ल, आइचर पनि छ, आइचर पनि देखाउँछु ल। हाम्रो बस यही हो कि अब फरक केही छैन देखाऊँ भन्नलाई नि, के देखाउनु खै। अब यताको 7 स्टार गइसक्यो, सेङ्जा पृथ्वी गइसक्यो सर। अब आसित देखाइदिए भयो नि त। फरक भनेको यहाँ कलर गरे है, यति हो, नो चेन्ज। अनि यहाँ भित्रको हटाहान सबै भित्रै गरेर देखाइदिए। भित्र चाहिँ यस्तो छ। अरू त अब तारसारहरू त पहिल्यै निस्किएको थियो कि रे। दर्शक महानुभाव भोलि चाहिँ आउँछ, दर्शक महानुभावहरू आज। यस, गाडी बनेको भिडियो पहिलोचोटि, गाडी बनेको ठाउँ पहिलोचोटि हो। के भन्छ अरे यो एसी खोल्दा डिजेल बडी खानुको कारण चाहिँ यो एसीको जुन यो कम्प्रेसर सिधै इन्जिनमा जोडिदियो नि त। यो नि घुमाउनु पऱ्यो नि त, इन्जिनले एक्स्ट्रा पावर लाग्यो नि त यता। त्यही भएर एसीले मतलब पेट्रोल खाने। अनि उकालोमा एसी बन्द गर्नुको कारण चाहिँ अब त्यसै त इन्जिनको लोड धान्न पऱ्यो। अनि यो घुमाउँदा चाहिँ अलि पावर पुग्दैन कि भनेर हो यो एसी बन्द गर्ने। घरिघरि बुझिदिनु नि पर्छ, सधैँ एसी चलाउनु बुझ्नुपर्छ। अनि यहाँ यो लाइट चाहिँ यहाँ मुक्तारमा नपाउने रहेछ, बिरगन्जबाट मगाउनु पर्ला जस्तो छ। त्यही अब त ब्याक सो यही हो। अब यहाँ 10 AM ब्लग लेख्छन् यिनले है, 10 AM ब्लग। यता टायर छ। म यो भिडियोमा चाहिँ यस्तो मिनीको सबै देखाउँछु, किनकि अर्को चाहिँ देखाउँदा गाडी होला नहोला। 7 स्टार गइसक्यो, यो 7 स्टारको भाइ हो। हुन्न के कलर चाहिँ हाम्रो 7 स्टार र यो सेम हो। यहाँ 7 स्टार लेखेको हुन्छ, यहाँ यो हमसफर कता कता लेखेको हुन्छ। अन्त
हुन्छ होला। अब साइड डिजाइन यही छ। यहाँ चाहिँ सिसा हुन्छ। विशाल दाइको गाडी अरे यो चाहिँ सिसा चाहिँ हाम्रो नि यस्तै हो। यो दिउँसोमा हरियो हरियो कलर हुन्छ अनि राति हुँदा मैले भिडियो बनाउँदा स्टोरेज फुल भइदियो कि। झ्याल चाहिँ यस्तो रहेछ नि त। मैले के भन्दै थिएँ भन्दा हाम्रो गाडीमा नि सिसा यस्तै हो। दिउँसोमा हरियो हरियो देखिने, हरियो नि होइन फेरि त्यति साह्रो हरियो नि होइन, अनि बेलुकामा चाहिँ क्लियर। अब पछाडि हेर्नु पर्दा यस्तै सबैको सेम छ, सो फरक केही पनि छैन। यहाँ एलइडी लाइट हाल्लान् फुल। चिनाले पुरै भिजिसक्यो टाइट, के साह्रो गर्मी हो। ल मिनीको भित्र जाम हामी अब। यो मिनीको भिडियो चाहिँ हाम्रो पश्चिम बसफ नेपालमा नि आउँछ टिकटकमा। ए 1 मिलियन चाहिँ हो, बधाई छ। यो क्याबिन अचाल हटाउन थाले मान्छेले, क्याबिनै हुँदैन गाडीहरूमा। भन्छ यो हावावाला सिट हो, हावावाला सिट भन्छन् कि केटाहरूले। अब यहाँ हावा बरु नि हो। माछावाला गाडी खै, माछा पुस्रे। ल यो गाइज मिनी अब यो छिट्टै निस्किन्छ, कमिङ सुन। हाम्रो संयम भाइ नि कमिङ सुन अब वालिङतिर। अब चाहिँ मैले स्टेपहरू देखाउँछु गाडी पनि। सबैभन्दा सुरुमा चाहिँ आउँछ चेसिस। चेसिस ल्याएर यहाँ दिनुपर्छ, अनि सुरु हुन्छ काम। अनि के काम सुरु हुन्छ त्यो दाम पनि दिनुपर्छ 5 अनि बल्ल सुरु हुन्छ काम। अब है त हाम्रो चेसिस चाहिँ यो भयो नि त, उयो भित्रको कालो कालो। अब यसमा अब इन्जिन टायर सस्पेन्सन सब छ। यो चाहिँ सिङ्गल सस्पेन्सन रहेछ, यो भयो नि त। अब सबैभन्दा गाडी यहाँ आसी यहाँ हाल्ने भनेको यो हो। अब यसमा हालेर चाहिँ यो देखाउँछु। यो मिनीको चेसिस हो, मिनी बस। यो चाहिँ पट्टावाला हो है त। अब यसमा चाहिँ के हाल्छन् भन्दा उयो जान्छ नि हो, यो सबैभन्दा पहिला यो मुनिको बाटो बित्छौँ यो हाल्छन्। यहाँ यो साइड पत्ता लाएर चाहिँ त्यही भएर अलि राम्रोसित देखाउनु पाएन। यस्तरी हाल्छ नि त। जब यो मुनिको हालेर सकिन्छ तब चाहिँ यो साइड, अब साइड फ्रेमिङ गर्नु पर्यो नि त। अब पुरै यो अब रेडी हुन्छ होला। यस्तै रडहरू त हुन्छ सबैमा यस्तै फ्रेमिङ गर्ने टक्क लाएर। अब डिजाइन कस्तो खालको बनाउने, अब स्याट्ट घुमाउने कि नघुमाउने कि भन्ने कुरो नि भर पर्यो। अन्त अब हाम्रो यहाँ यति उठाएको थियो त्यतिखेर, त्यही भएर अर्कै डिजाइन छ। यिनीहरू यो मिनी बस हो नि त, त्यही भएर यसैले यो लाउने यो रडहरू चाहिँ अलि पातलो खालको रहेछ। उताको ठुलो बसमा चाहिँ ठुलो है त। अब बस अनुसारको होला। यो फ्रेमिङ गरेपछि चाहिँ अब लगभग फ्रेमिङ यसमा नि फ्रेमिङ भएर सकियो। अब यो त्यसमा लगाएको रड र यसमा लगाएको रड धेरै फरक छ। रड भन्छ कि के भन्छ यसलाई, पाइप। यो बुझ्नु होला आफै। अब यो पानी परेर पुरै यस्तो खिया लाग्यो जस्तो भइसकेको छ। अन्त अब यो डबल स्लिपर बनाउने, सिङ्गल स्लिपर बनाउने सब आफ्नो इच्छा। नन स्लिपर बनाए सिधै हुन्छ के अरे। यति उठ्यो नि त, यो लामो छ भने चाहिँ यो डबल स्लिपर हो है त। सिङ्गल स्लिपर नि म देखाएँ एकैचोटि। यो पछाडिको यो आइचरको चेसिस हो नि, यो चाहिँ सिङ्गल स्लिपर। अब यस्तरी यहाँ घुमे नि त स्वाट्ट। यो चाहिँ पहिल्यै सिङ्गल स्लिपरको चाहिँ एक भाग मात्र यति उठेको हुन्छ। यो डबल स्लिपर त ओभर लामो देखियो है। यो त ट्रिपल स्लिपर हो क्या तैट, आधै स्लिपर छ त। अनि यो सबै रडहरू लगाएपछि चाहिँ अर्को काम भनेको अब एसी कस्तो राख्ने, सेन्ट्रल एसी राख्ने कि ऱ्याक एसी राख्ने त्यो फरक पर्छ। इफ सेन्ट्रल राख्ने पनि पहिल्यै भनिदिनु पर्छ, ऱ्याक राख्ने पनि पहिल्यै भन्नुपर्छ है। किनकि पछि सेन्ट्रल भनेर ऱ्याक एसी भनेर सेन्ट्रल राखे पछि यो माथिको यो मिलाएर काट्नुपर्छ, हाम्रो काट्नु परेको। त्यो यो चाहिँ पहिल्यै भन्नुपर्छ। यो के भन्छ यसलाई, स्पेयर विल भन्छ। यो निकालेछन्। अब यो पछि चाहिँ यस्तो छत पाता लाग्यो नि, पाता लाउने काम सुरु। अब पाता लाउने काम चाहिँ सबैभन्दा पहिला यसको हुन्छ। यो टक्क सबै यो पाता लाउँछन् नि त।
यो पाता लाउने काम हुन्छ नि त। अनि यो पाता लाउने साथसाथै भित्र यो बुने नि पुरै भित्र नि बुन्न पर्यो, यस्तरी बुन्न पर्यो। अनि भित्र बुन्नुभन्दा पहिला चाहिँ यो टायरमा यो जुन लाउनु पर्यो नि त, यो भयो नि त। अनि यो बक्सा बक्सीहरू सबै बनाउनु पर्यो। अंकल जी हाई कर दीजिए, वीडियो में हाई कर दीजिए। हाँ बस बना रहे हैं। यो चाहिँ लेल्यान्ड रहेछ। यिनको लेल्यान्ड गरे पनि कस्तो ग्याप हुन्छ कि अन्त यो भयो नि त। सो चाहिँ लास्टमा भन्दा नि अलि पछि नै बनाएको हुन्छ। यो सिसा नि अलि पछि नै हालेको हुन्छ नि त। सिसा हाल्नुभन्दा पहिला चाहिँ यस्तो हुन्छ है, आधा काटिएको जस्तो। अनि यो मुनि यस्तो, यो पछि अब यो बनाउनु पर्यो। डिक्की बनाएपछि पुरै यो छ नि, यो साइडको डन्डाहरू सब सेट गर्नु पर्यो। यहाँ माथि त पाता लाउने, यो पाता लासी यो डिक्कीहरू टायर राख्ने कुरा यताउता, यो पछाडिको डिक्की। किनकि अब फेरि यहाँभित्र काम गर्न मिल्दैन, तयारी बनाउन्। यता सब बनाइसकेछन् है त। यो 12 मिटर रहेछ सब भन्छ नि त यसरी। यत्रो धेरै सामान राख्ने कुरा डिक्की। अब यसमा चाहिँ पाता हाल्दैछन्। अनि यो काम भएपछि भित्रको जुन हो, यो जुन के भन्छ अरे, यो फ्रेमिङ गरेको हुन्छ नि, यति अल्को हुन्छ। अब यो यति अल्को छ नि त। अब यो पछि यो फ्रेमिङ गरेपछि हाम्रो अर्को काम भनेको उयो माथिको छ नि र्याक। यो र्याकको डन्डाहरू हाल्ने, यसको सेप दिने काम हुन्छ। यति अल्को छ गाडीको त उसमाथि चेसिस यहाँ छ, यो बोडी यहाँ छ। इमर्जेन्सी डोर भयो नि त, यो हुन्छ नि त सब मजा। मलाई सब थाहा भयो क्या। अब हल्का यताउता स्टेप चेन्ज होला, तर हुन चाहिँ यही हो। अनि अर्को कुरो, ढोकाको यो सिँढी नि बनाउनै पर्यो, भित्र जानु पर्यो। ढोकाको सिँढी नि बनाइन्छ यस्तरी। ढोकाको सेप आयो, यो डिजाइन कस्तो आयो, यो त साह्रै अल्को लाग्यो मलाई। ओभर नै यो बसको हाइट साह्रै अल्को लाग्यो मलाई। हेर्नु त यहाँ र यहाँ माथि चाहिँ सिट मेरो बराबर। अब यो पछि चाहिँ यता फ्रेमिङ मात्र हो नि, यता गाडीहरू। यो पछि यो माथिको हो नि, यो टाउको साउको बनाउनु पर्यो। अनि माथि साथी पाता हाल्नु पर्यो, सबै पाता हालेर भ्याउनु पर्यो। अनि टाउको बनाएपछि यो सिसा कहाँसम्म हो त्यसको सेप हाल्नु पर्यो। साह्रै अल्को है यो बस। अनि सेप हालेपछि चाहिँ अनि यो साइड पाताहरू हालेर सबै सक्नु पर्यो। मेन त सेप हाल्नुभन्दा पहिला एयर फिल्टर चाहिँ यहाँ हुन्छ गाइज। त्यही भएर यहाँ ढोकामा चढ्नेमा अलि कस्तो हुन्छ नि त। अनि यो सकेपछि भित्र चाहिँ यो जुन भित्र छ नि, यहाँ माथि काठ हाल्छन्। काठ चाहिँ उसको लागि, भित्र काम गर्नको लागि, त्यो फिनिसिङवाला काठ चाहिँ होइन। भित्रको अब जस्तै यसमा सेन्ट्रल एसी रहेछ, अब यस्तो सिस्टम हुन्छ नि। जब यो सबै भएपछि चाहिँ अब बाहिरको लगभग सकिएको हुन्छ। सो हुन्छ, सो एउटाले बनाउन्। अब सो चाहिँ कुनमा बनाउनु, अब सो त दाइले बनाउनु छु। यो पछि चाहिँ कस्तो सो बनाउनु, डिजाइन दिनु पर्यो, त्यो दिएपछि अब यहाँ सो बनाउने काम हुन्छ। पैसा नि टाइममा दिनु पर्यो है, फेरि पैसा दिएन नि काम रोकिन्छ। अब देखाउँछु ल। यो भयो नि टक्क। अब यो सो बनाउने काम भयो। पहिला चाहिँ यस्तरी फलामले यस्तरी सो बन्छ, सेप आयो नि सोको। जब यो सेप आउँछ तब अब यो माथि नि पाता हाल्नु पर्यो, यस्तरी पाता हाल्नु पर्यो। अब पाता हालेर सकिएपछि यो ढक्कन चाहिँ छुट्टै बनाएको हुन्छ। यहाँ जुन खोल्छ नि घप्लक्क, यो भयो। अब ठ्याक्क सो अब सेप देखियो। यसको त मुनि लाइटै छैन है लो यहाँकै। यो देखियो नि, देखिएपछि चाहिँ यस्तो हो। अनि यो माथि पुटिङ सुटिङ हो क्या सायद, यो मैले थाहा भएन ठ्याक्कै। यो साइडमा सबै पुटिङ लगाएको भयो। यो भित्रको यो सबै फाइबर हो यस्तो, यो कोही डिजाइनहरू। अन्त कलर गरेर सबै पुटिङ लगाएको होइन नि त। अनि अगाडिसम्म नि पुटिङ लगाएको हुन्छ। यो गरेपछि सो नि बनो। अनि सो बनाएपछि अर्को काम हो यो भित्रको छ नि, यो र्याक यो बनाउने। अनि ड्यासबोर्ड बनाउने काम।
अनि ढोका बनाउने, ढोका कस्तो बनाउने नि भर परो। भोल्भो डिजाइनवाला ढोका भयो नि त, यस्तो ढोका। अनि हाम्रो चाहिँ यहाँ हाले छैन, किनकि यो सिस्टम यो अल्को छ नि, यो फरक छ नि त, यस्तो हुँदैन नि त गाडीको। अब यहाँ यो डोर घुम्ने हाल्छन्, अनि पछि यो माथि एउटा बल्ल टेका हुन्छ, त्यो पछि सहिलो हुन्छ। एसीको कम्प्रेसर चाहिँ यहाँभित्र छ। अनि यो ड्यासबोर्ड कस्तो हाल्ने, अब कि यो फाइबरको आफै बनाउन भन्नु पनि पाइयो। अब यसको चाहिँ भित्र नि फिनिसिङ भइसक्यो रहेछ। ल यो त हामीभन्दा ढिलो आएको गाडी हो त। भित्र यस्तो हो। अब भित्र फिनिसिङ भएपछि ल यसको त कलर लाग्यो नि त, फेरि भित्र फिनिसिङ भइसकेछ। यो भयो, यो सबै स्लिपर। अनि जब यो कामहरू हुन्छ तब चाहिँ यो वायरिङहरू भइसकेको हुन्छ आधा, जुन सिटमा चार्जरहरू निकाल्छन् नि त्यसको लागि वायरिङ। अनि माथि एसीको जुन भेन्टहरू आउँछ नि, त्यो एसी सिस्टमहरू पहिले फिट गरिसकेको हुन्छ। अनि स्लिपरमा कता कता एसीलाई नि सब वायरिङ भइसकेको हुन्छ है। यस्तो तारहरू, यो चाहिँ ओभरअल वायरिङ होइन। यो भयो। यो पछि यो भित्रको पनि फिनिसिङ गर्नु पऱ्यो। यस्तो एल्युमिनियम देखाएर हिँड्ने कुरो त भएन। यी भित्र पुरै फिनिसिङ गरेपछि चाहिँ कलर लाउनुपर्छ। कलर लगाएपछि बल्ल भित्रको वायरिङ हुन्छ। कलर नलाएसम्म वायरिङ गर्दैन। भित्रको कलर लगाएपछि भित्रको वायरिङ, बाहिरको कलर लगाएपछि बाहिरको वायरिङ है त। अब कलर लगाएपछि अब भित्र कहाँ आफूले लाइट साइट हाल्ने, यो माथि लाइट हाल्ने, तल लाइट हाल्ने, आफ्नो इच्छा। अनि तल पनि कलर गरेपछि बाहिर कहाँ लाइट हाल्ने आफ्नो इच्छा। जस्तै एउटा लाइट त्यही भयो। अब यसकै माथि सर हाल्ने कि तल हाल्ने कि, अब हेडलाइट त यही भयो। फग लाइट कता हाल्ने, ऊ त माथि टाउकोतिर हाल्ने कि नहाल्ने कि आफ्नो इच्छा। वायरिङ गर्दा भन्नुपर्छ यो कुरो चाहिँ, किनकि पछि जब यो पुरै फिट गरेको हुन्छ तब त्यो सिसामाथि तार निकाल्न गाह्रो हुन्छ। यसमा यसरी तार निकालिसकेको चाहिँ ल। अब जब यति हुन्छ तब गाडीमा कलर लगाएको हुन्छ। कलर लगाएपछि गाडी बल्ल दामी देखिन्छ, दामी। यता चाहिँ साना गाडीहरू छन्, हेरिरहने। यो भयो नि त, सब भएपछि अरू त के मलाई नि त आएन, मलाई नि अब त। अनि यो ब्याग्स भयो। यो डिक्की पनि पछि बनाउँछन्। यो भएपछि चाहिँ फिनिसिङ। हजुर केमा ब्याकलाइटमा तार आयो। हाम्रो चाहिँ ब्याकलाइट चेन्ज हुन्छ है, मैले अहिले भनिदिएको फेरि। अनि कलर भएपछि गाडी यस्तो देखिन्छ। अनि वायरिङबाट अब त्यो तार सार सबै निकाल्न पर्यो। अब तारहरू उयो भयो। अब भित्र सिटहरू लगाएर राखेका छन्। सिट चाहिँ आफ्नो डिजाइनको हुन्छ, कस्तो सिट दिने भन्ने। अब बाहिरबाट मगाउन पनि पाइयो। इन्डियाबाट सिट मगाउँदा नि 12-13-14 लाख लाग्छ। तर इन्डियाबाट मगाउनु पाइन्छ है आफ्नो हिसाबको सिट। 2x1, 2x2 मोटरवाला, नन मोटरवाला जुन मगाउनु पनि पाउँछ। पैसा हुनु पर्यो, जे नि हुन्छ, सब हुन्छ। अनि त्यो पछि चाहिँ अब जुन वायरिङबाट यो हेडलाइटहरू, सिसाहरू, साइडको सिसाहरू हाल्ने। अब साइड सिसा कस्तो हाल्ने, अब खोल्न मिल्ने, खोल्न नमिल्ने, कटिङ, सिङ्गल कटिङ, डबल कटिङ, थरी हुन्छ। कस्तो कलरको सिसा हाल्ने, पेन्ट कस्तो गर्ने, डिजाइन कस्तो बनाउने, सब हो नि त। अब यहाँ चाहिँ सबै दिल्लीबाट आएको सामानहरू। सिधा आफूले हेर्ने, स्याम्पल बनाउनु, चेक गर्ने, मन परेन भने अर्को बनाउनु भन्ने हो नि त। त्यो सबै हुन्छ। त्यो पछि गाडीमा अब स्टिकरहरू हाल्न पर्यो, सबै के लेख्ने। त्यो भनेपछि गाडी फिनिसिङ हुन्छ। फिनिसिङ गरेपछि गाडीको पैसा दिनु पर्यो, पैसा दिएपछि गाडी निस्किन्छ। सिम्पल हो क्या छ। किङ डिस्कभरीको सिसा हो त अगाडि त। त्यही गाइज गाडी बनाउन त सहिलो होइन। पैसा यो मैले त फ्रन्ट क्यामेराले गर्छु कि भिडियो। बडी बनाउँदा किस्ता हुँदैन, किस्ता चाहिँ चेसिसलाई मात्र हो। अनि के हुन्छ भन्दा यो ब्याङ्कले पैसा चाहिँ बडी सकिएपछि पछि दिन्छ कि। 4-5 महिनाको टाइम हुन्छ नि त, त्यतिखेर ब्याज दिनु पर्दैन। त्यो पछि पैसा अब ब्याङ्कले पैसा दिएपछि त उसले ब्याज लिन सुरु गर्छ। त्यो 4-5 महिनाको टाइम भनेको ब्याङ्क प्रोसेस, ब्याङ्कलाई डकुमेन्टहरू दिने। डकुमेन्ट सबै क्लियर गर्न लास्ट लफडा छ। यति झमेला यो ब्याङ्कको काम। बरु यो सहिले छ, ब्याङ्कको काम गाह्रो छ। अब हाम्रो बल्ल भोलि लालपूर्जा भोलि लालपूर्जा रोकायो भने बल्ल भोलि हो। अब पैसा हुने हो नि बढी उत्तिखेर नि भन्छ यहाँ। अब यसो दिएपछि अब फरक थाहा खाएर यहीँ। त्यो पछि अरू त के भनौँ र। अनि गाडी बनाउनलाई चाहिँ लगभग 3 महिना लाग्छ।
3 महिना जस्तै लाग्छ। त्योभन्दा बढी कम त अब यो गाडी कति छन् यो ग्यारेजमा भर पर्छ। अनि पैसा पनि ग्यारेज अनुसार फरक हुन्छ। अब त्यही यो 38-40 लाख हो। पैसा चाहिँ टाइममा दिनुपर्छ। अब यति काम जस्तै यो रडहरू छ नि यो हाल्दा 5 लाख अनि पाता हाल्न थालेपछि कति माग्छन् त्यति। भित्रको फिनिसिङ गर्न लाउँदा पैसा माग्छन् दिनु पर्यो। अनि सिट मगाउनु पर्यो भन्छन् पैसा दिनु पर्यो। अनि यो के भन्छ अरे सिसा मगाउनु पर्यो भन्छन् पैसा दिनु पर्यो। ल एसी मगाउनु पर्यो भन्छन् पैसा दिनु पर्यो। यस्तै गर्दै यति गर्दै दिनियो। अनि पैसा क्लियर भएपछि त्यो कोटेसन चाहिँ हाम्रो बडीको र गाडीको सँगै आएको हुन्छ। त्यो पैसा आधा चाहिँ चेसिसलाई जान्छ, आधा चाहिँ बडीलाई आउँछ। अब बडीलाई त त्यतिन्जेलसम्म त पैसा क्लियर गरिसकेको हुन्छ। त्यही भएर त्यो पैसा अब यहाँ क्लियर गरेपछि चाहिँ त्यो पैसा यहाँ मुक्तारबाट चेक दिन्छ नि। त्यो चेकले फेरि उहाँ सोरुममा लसी बल्ल पैसा क्लियर हुन्छ। अनि ब्याङ्कबाट डिओ आसी चाहिँ बिल बुकको कामहरू हुन्छ। अब नम्बर कुनाउने यताउता सबै हुन्छ। त्यही हो, अरू केही चाहिए भन्नु होला। छुट्टै भिडियो बनाऊँ ल। आज चाहिँ थकै लाग्यो, गर्मी भयो, भोक लाग्यो। अब हाम्रो यहाँ यति छ। अब हल्का यसो फोटासोटा हान्नु पर्यो थम्बनेल। सही मैले जस्तो स्क्रिनसट गर्ने हाम्रो जान्दैनौँ। अन्त सबैलाई देखाएर बाई गरिदिउँ। स्वयं बाई ल। यता हेरेर यस्तो पपुलर मान्छे भएर नि लजाउने हो। 1 मिलियन जना लाइक गरिसके अन्त हाम्रो हिरो। बाई सी यु नेक्स्ट भिडियो। अरू केही जान्न मन छ भने मेसेज गर्नु होला। कमेन्टमा सबै रिप्लाई दिनु मिल्दैन। ओके बाई। म गरिदिन्छु।